द एसआरके युनिभर्सिटीमा तपाईँहरूले आफ्नो एकाउन्ट आफैले रजिस्टर गर्न सक्नुहुन्छ। यो भिडियो मार्फत तपाईँले सबै जानकारी पाउनुहुन्छ। कुन प्याकेज लिँदा बेस्ट हुन्छ, कुन प्याकेजदेखि तपाईँले के पाउनुहुन्छ, सबै कुराहरू चाहिँ म तपाईँलाई यो भिडियो मार्फत भन्न गइरहेको छु। र साथमा हामीले एसआरके युनिभर्सिटीको एकाउन्ट फुल प्रोसेस तरिकाले कसरी बनाउन सकिन्छ, आफैले आफ्नो घरमा आफ्नै मोबाइलबाट तपाईँले अरू कसैलाई नभनिकन तपाईँले आफ्नो एकाउन्ट आफैले यो भिडियो अन्तर्गत तपाईँले बनाउन सक्नुहुन्छ। म तपाईँलाई सिकाउन गइरहेको छु। एसआरके युनिभर्सिटीमा सबैभन्दा सुरुमा प्याकेजलाई एकाउन्ट प्याकेज चाहिँ चुज गर्नुपर्ने हुन्छ। यानि कि तपाईँले कुन प्याकेजदेखि एकाउन्ट रजिस्टर गर्न गइरहनु भएको छ। प्याकेजै सबभन्दा मोर इम्पोर्टेन्ट भनेको प्याकेज नै हो। प्याकेज वान टाइम किन्ने हो, बार बार किन्ने होइन। प्याकेज एकचोटि किनिसकेपछि तपाईँले सधैँभरिको लागि काम लाग्छ र सधैँभरि त्यो प्याकेज अनुसारले तपाईँले डेली अर्निङ गर्न सक्नुहुन्छ। टास्कहरू गरेर डेली अर्निङ गर्न सक्नुहुन्छ। तपाईँले अफिलिएट गरेर डेली तपाईँले आफ्नो सोसल मिडिया सर्भिसलाई बुस्टिङ गर्न सक्नुहुन्छ। अब प्याकेज अनुसारले कुन प्याकेज राम्रो हुन्छ भन्दा चाहिँ म आफूले किनेको प्याकेज चाहिँ प्रो प्याकेज हो। किन चाहिँ मैले 15 महिनाभन्दा अगाडि किनेको, अहिलेसम्म त्यही प्याकेज अनुसारले मैले अर्निङ गरिरहेको छु, काम गरिरहेको छु। सो अब चाहिँ तपाईँले प्याकेजकै अनुसारले तपाईँले एभ्रिडे टास्कहरू पाउनुहुन्छ। जति ठुलो प्याकेज भयो तपाईँको, त्यति धेरै तपाईँले अर्निङ गर्न सक्नुहुन्छ। टास्कदेखि त्यति धेरै तपाईँले अर्निङ गर्न सक्नुहुन्छ। अफिलिएटदेखि त्यति धेरै तपाईँले सर्टिफिकेट पाउन सक्नुहुन्छ। त्यति धेरै तपाईँले सर्भिस मेन्टरसिप पाउन सक्नुहुन्छ भने त्यति धेरै तपाईँले चाहिँ सोसल मिडिया सर्भिसलाई युज गर्न पाउनुहुन्छ। अब चाहिँ म तपाईँलाई एकाउन्ट बनाउनको लागि जस्ट एउटा प्याकेजको लिङ्कलाई क्लिक गरेर एकाउन्ट बनाउन गइरहेको छु। तपाईँले यो भिडियो हेर्दै हुनुहुन्छ भने यही भिडियोको डिस्क्रिप्सन लाइनमा चाहिँ प्याकेजहरूको लिङ्क छ, त्यहाँ लिङ्कमा चेक गरेर चाहिँ तपाईँले अब मैले एसआरके बेसिक प्याकेजको जस्ट एकाउन्ट बनाउनको लागि यो प्याकेजदेखि तपाईँलाई सुरु गरेँ। किनकि मसँग पेमेन्ट अलरेडी गरेको छ, त्यो कारणले गर्दा 1599 को यो मैले लिङ्कलाई क्लिक गरेँ। सबभन्दा सुरुमा यो लिङ्कलाई क्लिक गरिसकेपछि चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ मोबाइलमा यस्तो टाइपको इन्टरफेस आउँछ। त्यसपछि सबैभन्दा सुरुमा चाहिँ तपाईँले बुझ्नुपर्ने कुरा के हो भन्दा चाहिँ यहाँनिर फर्स्ट नेममा आफ्नो पहिलो नाम राख्नु होला, लास्ट नेममा आफ्नो अन्तिम लास्टको नाम राख्नु होला, इमेलमा आफ्नो इमेल राख्नु होला, इमेल जे युज गर्नुभएको छ त्यो राख्नु होला। पासपोर्टमा ध्यान दिनुपर्ने कुरा के हो भन्दा तपाईँको इमेलको पासपोर्ट नराख्नुहोस्, यसमा चाहिँ तपाईँको नयाँ पासपोर्ट क्रिएट गर्नुहोस्। जे राख्दा पनि हुन्छ, तपाईँले सम्झिने पासपोर्ट राख्नुहोस्। कन्फर्ममा पनि त्यही, कन्फर्म पासपोर्टमा पनि त्यही राख्नुहोस्। कन्ट्रीमा नेपाल राख्नुहोस्। डेट अफ बर्थ सिलेक्ट गर्दाखेरि यहाँनिर डेट अफ बर्थमा क्लिक गर्नुहोस्। अनि त्यसपछि सबभन्दा सुरुमा चाहिँ तपाईँको यहाँनिर हेर्न सक्नुहुन्छ 2026 लेखेको हुन्छ माथि टपमा, यहाँनिर क्लिक गरेर तपाईँले यसरी चेन्ज गर्न सक्नुहुन्छ। जस्तै मैले एक्जाम्पलको लागि चाहिँ 2000 राखिदिएँ। अब यहाँ चाहिँ मैले यहाँ तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। यहाँ यो एरोबाट र यो एरोबाट चाहिँ तपाईँले चेन्ज गर्न सक्नुहुन्छ। जस्तै मैले यहाँ तपाईँको जनवरी राखिदिएँ, जनवरी 1 राखिदिएँ एक्जाम्पलको लागि, जनवरी 1। अनि यसरी राखेर तपाईँले यहाँ सेट भनेर सेट गर्न सक्नुहुन्छ। यो भयो। कन्ट्याक्ट नम्बर हुन्छ तपाईँको। कन्ट्याक्ट नम्बरमा चाहिँ तपाईँको आफ्नो कन्ट्याक्ट नम्बर राख्नु, वाट्सएप युज गर्नुभएको छ भने त्यो नम्बर राख्नुहोस्। जेन्डरमा तपाईँको मेल फिमेल राख्नुहोस्, के राख्ने हो। यो एप्लाई प्रोमो कोड केही गर्नु पर्दैन। यो अलरेडी तपाईँले लिङ्कलाई क्लिक गरिसकेपछि आउँछ, यसमा केही गर्नु पर्दैन। यो सिलेक्ट पर्पस भनेको छ। यो सिलेक्ट पर्पसमा चाहिँ तपाईँले अफिलिएट स्टडी भनेर सोध्छ, जे पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ अफिलिएट धेरै जसो राखिरहेको हुन्छु, सो तपाईँहरूले पनि राख्न सक्नुहुन्छ। अब राखिसकेपछि म सबै फिलअप गर्छु अनि तपाईँहरूलाई म कन्टिन्यू गर्छु। ओके, मैले सबै माथि फिलअप गरिसकेको छु। तपाईँलाई मैले अघि सम्झाए जसरी सबै कुराहरू राखिसकेको छु। अनि त्यसपछि चाहिँ तपाईँको यहाँ आई अग्री द टर्म्स एन्ड कन्डिसन छ, यहाँ टिक लाउने कुरा छ, यहाँनिर टिक लगाइदिनु होला। टिक लगाइदिइसकेपछि प्रोसिड टु पेमेन्ट भनेको छ, यहाँनिर क्लिक गरिदिनु होला। क्लिक गरिसकेपछि चाहिँ प्लिज रिक्वायर्ड यस्तो यहाँ समथिङ केही इरर आयो भने चाहिँ फेरि एकचोटि चाहिँ तपाईँले माथि चेक गर्नुपर्ने हुन्छ कहाँनिर तपाईँले छुटाउनु भएको छ भनेर। यहाँ मेरो पासपोर्टमा इरर आएको छ, सो यसलाई चाहिँ मैले चेन्ज गर्नुपर्ने हुन्छ। सो पासपोर्ट इरर आएको छ, मैले यसलाई चेन्ज गर्नुपर्ने हुन्छ। मैले चाहिँ यहाँ बिगारेको रहेछु, सो यसलाई मैले मिलाएँ र अनि म यहाँ
तल झरिसकेपछि तपाईँको प्रोसिड टु पेमेन्ट भनेको छ यहाँनिर क्लिक गर्नुपर्ने हुन्छ। अब यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले यस्तो टाइपको इन्टरफेस आउँछ। तपाईँले यहाँनिर चाहिँ क्युआर आउनुपर्ने हुन्छ। अब जेनिर एभाइलेबल भनेको छ नि यहाँ अनएभाइलेबल जहाँनिर एभाइलेबल भनेको छ त्यसमा क्लिक गरिदिनु होला। त्यसमा क्लिक गरिसकेपछि तपाईँले वेट गर्नु होला। वेट गरिसकेपछि यो टाइपको एउटा इन्टरफेस आउँछ, यो टाइपको क्युआर आउँछ। यो क्युआरलाई तपाईँले पहिला स्क्रिनसट लिनु होला। स्क्रिनसट लिइसकेपछि चाहिँ तपाईँको कुन प्याकेज लिनुभएको छ 1599 को प्याकेज लिनुभएको छ होइन। त्यसपछि तपाईँले चाहिँ यो होम बटन छ नि तलको होम बटन, मोबाइलको होम बटन हुन्छ नि बिचको बटन, त्यो बटनलाई क्लिक गरेर आफ्नो ब्याङ्क सेवा खल्टी के छ त्यहाँबाट चाहिँ तपाईँले यो क्युआरमा चाहिँ पेमेन्ट गर्नु होला। 1599 एक्जाम्पलको रूपमा मैले त्यो गरेँ, मैले गरिसकेको छु, म तपाईँलाई देखाइदिन्छु। सो त्यसपछि पेमेन्ट गर्ने बित्तिकै पेमेन्ट गरेको स्लिप, मेन स्लिप हुन्छ नि हो, त्यो स्लिप लिँदाखेरि चाहिँ तपाईँले कन्फ्युज नहुनु। त्यो स्लिप चाहिँ कस्तो लिनुपर्छ भन्दा म तपाईँलाई देखाउँछु। अपलोड पेमेन्ट प्रुफमा क्लिक गर्नु होला। अब यो स्लिप स्क्रिनसट लिइसकेपछि तपाईँले अपलोड पेमेन्ट प्रुफमा क्लिक गर्नु होला। स्क्रिनसट लिँदा तपाईँको यो टाइपको स्क्रिनसट लिनुपर्ने हुन्छ। तपाईँले यस्तो टाइपको स्क्रिनसट लिनुपर्ने हुन्छ है, यस्तो टाइपको हुनुपर्ने हुन्छ। तपाईँको त्यहाँ पेमेन्ट डन भनेर लेखेको मात्र नलिनु होला। तपाईँको यो टाइपको स्टेटमेन्टमा गएर भ्यू डिटेलमा गएर हुन्छ कि तपाईँको मिल्छ यो सबै हेर्न, यो टाइपको स्क्रिनसट तपाईँले लिनु होला। यो टाइपको स्क्रिनसट देखेपछि तपाईँको ट्रान्जेक्सन कोड नम्बर यहाँनिर हुन्छ, यो सम्झिनु होला। अब म तपाईँलाई सिकाउन गइरहेको छु। यहाँनिर मैले क्लिक गरेँ। अब यहाँनिर क्लिक गरेपछि सबभन्दा सुरुमा पेमेन्ट गरिसकेपछि यो अपलोड पेमेन्ट प्रुफ भनेको हुन्छ नि, यहाँनिर क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि यहाँ फोटोज एन्ड भिडियोज भनेको हुन्छ, यहाँनिर क्लिक गर्नुहोस्। यहाँनिर क्लिक गरेपछि तपाईँको स्क्रिनसट कुन हो त्यो लिनु होला। अब यहाँ म आफ्नो प्रोफाइलमा गएँ, तपाईँको फोटोजमा गएँ, फोटोजमा गइसकेपछि एउटा युज गरेँ, यो आयो, यसलाई मैले राइट गरेँ र मेरो पेमेन्ट स्लिपमा यो आएको छ, हेर्न सक्नुहुन्छ। मैले यो राखिदिएको छु। यस्तो टाइपको पेमेन्ट स्लिप राख्नु होला तपाईँले राख्दाखेरि। ध्यान दिनुपर्ने कुरा यो हो है, नत्र भने तपाईँको एकाउन्ट एक्टिभेट हुन धेरै समय लाग्छ यस्तो टाइपको राख्नु भएन भने। अब इन्टर ट्रान्जेक्सन आइडी भनेको छ, यहाँनिर चाहिँ ट्रान्जेक्सन आइडी राख्नुपर्ने हुन्छ तपाईँले है। ट्रान्जेक्सन आइडी भनेको जुन यो तपाईँको छ नि यहाँ 1G, यसलाई जुम गरेर हेर्न सक्नुहुन्छ यहाँनिर। यस, अब मैले यो यही राखिदिन्छु 1G0 भनेपछि 1 क्यापिटलमा G 0 1G0 J1C2 यो भयो। अब यसलाई चाहिँ हामीले सानो बनाउने, यो ब्याक नगर्नु होला, ब्याक गऱ्यो भने फेरि पछि जान्छ। सो अब यो पनि भयो, यो पनि भयो। बिचमा हेर्नु त सिलेक्ट पेमेन्ट मेथड भनेको छ, यसमा क्लिक गर्नु होला। यो एरो छ, साइडमा एरो छ, यो एरोमा क्लिक गर्नु होला। क्लिक गरेपछि चाहिँ तपाईँको यहाँनिर दुई तिनचोटि, एकचोटि होइन दुई तिनचोटि क्लिक गरेपछि आउँछ यो ब्याङ्क ट्रान्सफर इसेवा खल्टी केबाट पेमेन्ट गर्नुभएको त्यसमा क्लिक। मैले इसेवाबाट गरेको हो भने इसेवामा क्लिक गरेँ। त्यसपछि सबै सम्पूर्ण कुरा भयो। अब यो कन्फर्म एन्ड रजिस्टर भनेर लेखेको छ तलतिर हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ तपाईँले कन्फर्म एन्ड रजिस्टरमा क्लिक गरिदिनु होला। त्यसपछि चाहिँ तपाईँको केही समयमा तपाईँको यो कन्फर्म हुन्छ। अब चाहिँ सुन्नुपर्ने कुराहरू तपाईँले बुझ्नुहोस् होला। अब यो कन्फर्म भइसकेपछि यस्तो टाइपको इन्टरफेस दिन्छ। अब तपाईँले यहाँनिर एकाउन्ट आफ्नो इमेल एड्रेस र पासवर्ड हान्ने बित्तिकै, लगइन गर्ने बित्तिकै तपाईँको पेमेन्ट भेरिफिकेसन इज पेन्डिङ भनेर लेखेको हुन्छ। नआत्तिनु होला। तपाईँको म्याक्सिमम 30 मिनटको भित्रमा तपाईँको पेमेन्ट, तपाईँको मेसेज आउनेछ, तपाईँलाई मेल आउनेछ है। एसआरके युनिभर्सिटीले तपाईँको एकाउन्ट एक्टिभेट भयो भनेर चाहिँ तपाईँलाई जुन इमेल राख्नु भएको थियो तपाईँले त्यो इमेलमा चाहिँ मेल आउनेछ। मेल आइसकेपछि तपाईँले यहाँ आफ्नो इमेल एड्रेस र पासवर्ड राखेर केवाइसी गर्नु होला। यदि तपाईँलाई केही कन्फ्युज छ भने तल दिएको डिस्क्रिप्सनमा रहेको वाट्सएप नम्बरमा चाहिँ मेसेज गरिदिनु होला। म तपाईँलाई सबै कुराहरू सिकाउने छु त्यसको लागि। हस् त, धन्यवाद। फेरि आउने छु म नेक्स्ट अपडेट लिएर एसआरके युनिभर्सिटीबाट अर्निङ रिलेटेडको टपिक पनि तथा अन्य अर्निङ रिलेटेडको टपिक वाइज।